यो सामान बोक्ने ट्रेन हो कि कति लामो छ ऊ परदेखि ल हेर्नु है त यो गुड्दैछ कति लामो छ भन्ने कुरा यहाँबाट थाहा हुन्छ। यो सिलिन्डर पनि बोकेको रहेछ यो त हेर्नु त पर जाँदैछ एकदम लामो छ। सेकेन्डको भिडियो गर्छ त्यति नै लामो होला। एक मिनट पनि बेसी भइसक्यो ल 1 मिनटसम्म लामो रहेछ यो ट्रेन यति लामो रहेछ कि हेर्नु त गयो। अब यता पनि त्यति नै लामो आएर बसिरहेछ यो स्टेसनमा डिब्बा झार्ने रहेछ। अनि त्यसपछि अब यहाँनिर चाहिँ ढुवानी सेवा सस्तो किन पर्छ भन्दा अब ट्रेनले दाममै बोक्छ नि त। अनि गाडीको बाटोहरू किन बिग्रिँदैन भन्दा ठुल्ठुलो ट्रकहरू कुद्दैन होइन। सबै सामानहरू निर्यात आयात चाहिँ यो ट्रेनबाटै हुन्छ। अनि त्यो भएकोले चाहिँ बाटो चाहिँ छिटो बिग्रिँदैन जापानको। अनि पुरानो गाडीहरू अब चलाउनै दिँदैन होइन। यहाँ गरिराख्नु पर्छ। नेपालमा जस्तो पुतुतुतुतु गाउँदै गरेको गाडी यहाँ कुदाउनै पाइँदैन नियम छ नि त। त्यो भएर चाहिँ यहाँ बाटोहरू चाहिँ टिकाउ हुन्छ। बाटोहरू भत्क्यो भने फेरि यिनीहरूले मर्मत गरिहाल्छन् छिनभरमै। छिटो खासै भत्किँदैन पनि बाटो। गाडीहरू चाहिँ एकदम रिकन्डिसन एकदम राम्रो कन्डिसनको गाडीहरू मात्रै कुदाउन पाउँछ। यहाँ अलिकति कन्डिसन बिग्रिने बित्तिकै गाडी कुदाउनु पाउँदैन। अनि सामान जति ट्रेनले बोकिहाल्छ त्यो भएर पनि सजिलो भएको छ। यहाँ ट्रेन भएको देशहरूमा त धेरै सजिलो हुँदो रहेछ क्या ढुवानीको लागि चाहिँ सुविधाजनक हुने सस्तो पनि पर्ने ल।